आज चाहिँ हामीले च्यालेन्ज भिडियो बनाउँदैछौँ जसमा चाहिँ हामी ऱ्यान्डम स्ट्रेन्जर गर्लहरूको नम्बर कलेक्सन गर्छौँ कसले धेरै कलेक्ट गर्न सक्ने त लेट्स सी मेरो जीवनमा लभ लाइफ लेखे आएन चामुण्डा Hello, namaste, welcome back to Kundan's channel. Please subscribe to Kundan and collaboration छ मेरो पनि सब्स्क्राइब गर्नु है ल हेलो गाइज वेलकम ब्याक अगेन आजको भिडियोमा चाहिँ हामी लभिङ महल आएको छौँ लभिङमा दुईजना केटाहरू लभ गर्दै ट्रेनी सिङ्गल केटाहरू फेरि त्यो अरू चाहिँ नसोच्नु होला है तपाईँले हाम्रो अलिक फरक टाइपको लभ हुन्छ यहाँ फेरि भनेको के हो You kind of easily needed stay लामो सास नदिने सो गाइज आज हामी दुईटा च्यालेन्ज लिँदैछौँ लभिङ महल आएको होइन अनि चाहिँ हाम्रो च्यालेन्ज के छ भने दुईजनाले मैले 5 मिनट उसले 5 मिनट कसले धेरै फोन नम्बर कलेक्ट गर्ने सो त्यो च्यालेन्ज लिएर आएका छौँ फर्स्ट अनि सिजर पेपर रक गरौँ ल जो पऱ्यो जाने के छ हानिदिने हो ल ओके सिजर पेपर रक गर्छौँ जो पहिला पर्छ त्यो चाहिँ त्यसले गर्नुपर्छ सुरु होइन अनि 5 मिनट्स मेरो टाइम 5 मिनट्स उसको टाइम हामीले चाहिँ फोन नम्बर कलेक्ट गर्नु पऱ्यो 5 मिनटमा सबैभन्दा बढी कलेक्ट जसले कलेक्ट गर्छ त्यसले जित्छ है त अघि ल सिजर पेपर रक के हो त्यो मैले जितेँ होइन ल कुन्दनले हारेका छन् ओके त गाइज ल अब हाम्रो च्यालेन्ज सुरु हुन्छ ल है कस्तो छ एक्साइटेड छौ नि ल ओके अलि डर पनि लागिरहेको मेरो फर्स्ट ट्राई हो मेरो नि फर्स्टै थियो सम्झेर म ट्राई गर्छु ल ओके ल कुन्दन चाहिँ जाँदैछन् होइन आई होप मैले भन्दा बढी यिनको कलेक्ट होस् लास्टमा एउटा प्राइज पाउँछन् कुन्नुले यदि जित्यो भने हाऱ्यो भने त अब अफकोर्स मैले पाइहाल्छु ल भने कति बेला सुरु गर्ने लेट्स स्टार्ट आवर च्यालेन्ज है एक्सक्युज मी म्याम हजुर एकछिन 2 मिनट कुरा गर्नु मिल्छ तपाईँले हजुर हामीले चाहिँ एउटा यस्तो च्यालेन्ज गरेको हामी चाहिँ युट्युबर हौँ अनि हामीले चाहिँ अब ऱ्यान्डम मान्छेको नम्बर कलेक्ट गर्छौँ हामी चाहिँ मिसयुज चाहिँ गर्दैनौँ फेरि यो चाहिँ हाम्रो कम्पिटिसन जस्तै हो त्यसको लागि हजुरले आफ्नो नम्बर दिने मिसयुज गर्दैनौँ हजुरको Oh damn man, first rejection. टाइमर हेरिरहनु ह एक्सक्युज मी म्याम एकछिन 2 मिनट कुरा गर्न सक्छु 2 मिनट हामी चाहिँ युट्युबर हो अनि हामीले चाहिँ एउटा च्यालेन्ज गरेर हामी क्या 5 मिनट टाइममा कसले धेरै ऱ्यान्डम स्ट्रेन्जरको नम्बर कलेक्ट गर्न सक्ने भनेर हामी चाहिँ मिसयुज गर्दैनौँ तपाईँको नम्बर त्यहाँ क्यामेरामा पनि सो गर्दैनौँ हजुरले नम्बर मात्रै लेखिदिनुहोस् हामी त्यो पछि यसरी नै कट गरेर राखिदिन्छौँ हामी मिसयुज गर्दैनौँ दिनु मिल्छ होइन अरू कसैले देखाउँदैनौँ हामी मिसयुज गर्दैनौँ हामी मिसयुज गर्दैनौँ हजुर अनि यो लेखिदिनु मात्रै हो सर पछि यसरी नै कट गरेर सर हजुर हजुर होइन होइन तपाईँले लेखिदिने हो हाम्रो चाहिँ कलेक्ट गर्ने मात्रै हो क्या मेरो टास्क चाहिँ कति धेरै नम्बर मैले कलेक्ट गर्न सक्छु हजुर ऱ्यान्डम मान्छेहरूसँग गएर हजुर हस् थ्याङ्क यू हजुर हामी मिसयुज चाहिँ गर्दैनौँ तपाईँको थ्याङ्क यू सो मच ह्याप्पी भ्यालेन्टाइन है हस् थ्याङ्क यू ओके लेट्स गो थ्याङ्क यू है एक्सक्युज मी म्याम क्यान आई टक टु यु फर फ्यु मिनट हामी चाहिँ एउटा युट्युबर हो नेपाली बुझ्नुहुन्छ नि है हजुर हामी चाहिँ एउटा युट्युबर हो हामीले चाहिँ आज यस्तो कन्टेन्ट च्यालेन्ज गरेर हाम्रो चाहिँ त्यसमा चाहिँ ऱ्यान्डम स्ट्रेन्जरहरूको नम्बर कलेक्ट गर्ने च्यालेन्ज गरेर त्यसमा चाहिँ अनि हामीले हजुरहरूको नम्बरको मिसयुज चाहिँ गर्दैनौँ पछि यसरी नै कट गरेर फालिदिन्छौँ त्यसको लागि हजुरले हेल्प गर्नुहुन्छ हजुर हामी चाहिँ पोइन्ट्स कलेक्ट गरेर हो यो चाहिँ हाम्रो एउटा कन्टेन्ट आइडिया मात्रै हो हामी मिसयुज चाहिँ गर्दैनौँ तपाईँको होइन ए हस् थ्याङ्क यू लेट्स गो एक्सक्युज मी म्याम क्यान आई टक टु यु फर फ्यु मिनट हजुर हामी चाहिँ एउटा युट्युबर हो हामी चाहिँ बिगिनर पनि हो अनि आजको हाम्रो कन्टेन्ट आइडिया चाहिँ के छ भने हामी ऱ्यान्डम स्ट्रेन्जरहरूसँग गएर उनीहरूको नम्बर कसले धेरै कलेक्ट गर्न सक्ने हो हाम्रो टास्क चाहिँ अनि हामी हजुरको नम्बर चाहिँ मिसयुज गर्दैनौँ पछि यसरी नै कट गरेर हामी धेरै मिसयुज गर्दैनौँ त्यसको लागि हजुरहरूले सहयोग गर्नुहुन्छ अनि यो हामी मिसयुज गर्दैनौँ पछि यसरी नै कट गरेर हामी भिडियोमा पनि देखाउँदैनौँ
रिभिल केही नि गर्दैनौँ हामी यो कन्टेन्टको लागि मात्रै हो मिसयुज गर्दैनौँ हामी यो कन्ट्याक्ट नम्बर हामी मिसयुज गर्दैनौँ यो कन्टेन्टको लागि मात्रै हो धन्यवाद ए हस् थ्याङ्क यू सो गाइज कुन्दनले चाहिँ आफ्नो कलेक्ट गरेर सकिसके उनको चाहिँ फोन नम्बर आइसकेको छ उनको फोन नम्बर चाहिँ हामीले काउन्ट गरेको छैन अब मेरो पालो छ म ट्राई गर्छु है त लेट्स सी कति रिजेक्सन खाने प्लिज है त ओके त सुरु एक्सक्युज मी सुन्नु न मैले चाहिँ एउटा च्यालेन्ज गरेको होइन 5 मिनटमा मैले चाहिँ फोन नम्बर कलेक्ट गर्ने हजुरको फोन नम्बर लिन मिल्छ मिल्दैन अरे ल सरी ओके एक्सक्युज मी तपाईँको मिल्छ सो 5 मिनट मलाई टाइम छ होइन मैले चाहिँ जितेँ भने मैले आफूले गिफ्ट पाउँछु पाउनु चाहिँ एन्ड के छ भने फोन नम्बर चाहिँ कलेक्ट गर्नुपर्ने मिल्छ तर भेरी ब्याड लक अलिकति ह्यान्डसम कम भएपछि घाटै लाग्दो रहेछ ओके नेक्स्ट ट्राई सो अहिलेसम्म चाहिँ मैले पाएको छैन होइन रिजेक्सन मिलिरहेको छ लेट्स ट्राई समवन एल्स है म थप्पड नखाएसम्म ओके एभ्रिथिङ गुड थप्पड नखाएसम्म ओके एभ्रिथिङ गुड कुन ल यहाँ ट्राई गरौँ न एक्सक्युज मी सुन्नु न म च्यालेन्ज खेलेको मेरो साथीसँग होइन 5 मिनटको अनि के च्यालेन्ज छ भने मैले चाहिँ नम्बर कलेक्ट गर्नुपर्ने मलाई एउटा नम्बर मिलिरहेको छैन हजुरको नम्बर लिन मिल्छ मैले मिसयुज गर्दिनँ प्रमिस म यो च्यालेन्ज सकेपछि खालिदिन्छु फोन नम्बर साँच्चै म मिसयुज गर्दिनँ हामी यति खेल्न मात्रै हो ओके थ्याङ्क यू 98 2 70 वान है ल थ्याङ्क यू तपाईँको मिल्छ लगाएको एउटा चाहिँ मलाई मिलिसकेको छ होइन नेक्स्ट हामी ट्राई गर्छौँ न त ल ओके कम थ्याङ्क यू सो एउटा भइसक्यो नेक्स्ट ए दिदीको ट्राई गरौँ न एक्सक्युज मी दिदी सुन्नु म एउटा च्यालेन्ज खेलेको होइन अनि मैले नम्बर कलेक्ट गर्दै हिँडेको छु मिसयुज चाहिँ गर्दिनँ म होइन किनभने मेरो च्यानल पनि छ तपाईँले हेर्न सक्नुहुन्छ सो 5 मिनटको टाइम हो अनि म च्यालेन्ज गरेको छु नम्बर मिल्छ हजुरको भनेर ल मेरो नम्बर भन्ने अनि के गर्ने अनि यो मैले कलेक्ट मात्र च्यालेन्ज मात्रै ओके ल थ्याङ्क यू नम्बर नभन्ने सेट भइसकेको थियो यार झन्डै थोरै कैसा लगा मेरा मजाक खुदको छके टक से बाहर आ गया सो के लेख्न लाउने हो ओके नेक्स्ट माथि जाने क्या माथि यता त मान्छे देख्दिनँ यार अलिकति एक्लै ग्रुपमा बसेको त फेरि केटाले झ्याम्म देला यार आजको दिन कोही सिङ्गल छ कतै छ माथि ऊ त्यो दिदीलाई ट्राई हानिदिन्छु क्या होला चम्चम त्यो एउटा दिदीलाई ट्राई गर्नुपर्छ ल गाइस कति टाइम भयो मेरो टाइम कति भयो कुन 4 मिनट लास्ट मिनट हो एक्सक्युज मी सुन्नु न म एउटा च्यालेन्ज गर्दै गरेको होइन भिडियो हो के गर्ने मिल्दैन फेल खाइसक्यो यहाँ फेल खाइसक्यो कति मिनट बाँकी छ कसको दिउँ यार आमैको लिनुपर्छ क्या हो आमैको लिनुपर्छ क्या कोही देखिदिनु मान्छे नि म त यहाँ त तल जाउँ भाइकै लिनुपर्ने हो अब त यहाँ त छैन ग्रुपमा हुन्न ग्रुपमा त अलिक चड्कन खाइन्छ क्या तल जानुपर्ने हो कुन तल कोही छैन भयो छोड्दै टाइम कति भयो मेरो 4 मिनट 40 सेकेन्ड छ लास्ट एउटा ट्राई हान्नु पाए त राम्रो हुन्छ दिदीले हालिदिनु ट्राई ल एक्सक्युज मी दिदी सुन्नु न एउटा म भिडियो च्यालेन्ज गर्न लागेको मिल्दैन ल मिल्दैन फेल सो आजलाई फेल खाइसकेको छु मैले है तेरि यार गाह्रो रहेछ त्यो काम त लास्ट यार म त अब रोइदिन्छु यार टाइम सक्यो ए अपोजिट आऊ क्या कुन भरै तल हेर्नु पर्यो जाने हो
तिमीले मलाई जिते जस्तो लाग्छ तिमीले मलाई जिते जस्तो लाग्छ क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। शाहरुख खान Are you guys interested? You guys absolutely. उनीहरूले जिते चाहिँ होइन अब त्यस्तो दिनु पर्यो हामी एक्साइटेड छ कुन्दन एहे रहा नहीं जाता तड़प ही ऐसी है ना नहीं नहीं अच्छा सुनो होला एस्केलेटर भत्केर सिधै ग्राउन्ड फ्लोरमा छु उता भर्याङ होला नि यता होला भर्याङ Hey, hello, excuse me. So finally guys, I won the challenge. आजको जुन च्यालेन्ज थियो त्यसमा चाहिँ म विजेता भएको छु। मैले चाहिँ हाम्रो ब्रोले भन्दा धेरैको नम्बर कलेक्ट गर्न सफल भएको छु। अब हामी चाहिँ नम्बर मिसयुज पनि गर्दैनौँ भनेर भनेको थियौँ। तर हामी चाहिँ अब यो यसरी च्यातेर यो चाहिँ यहाँ चाहिँ नम्बर छ होइन यो च्यातेर पुरै च्यात पर डस्टबिनमा हालिदिइहाल्छ हुन्छ अहिले नै किनभने नम्बर मिसयुज हुन्छ एन्ड या इन्टरटेनमेन्ट पर्पज ओन्ली सो there you can see gone. कुन्दनले जितेको छन् एन्ड नाउ कुन्दनलाई मैले के गिफ्ट दिनुपर्छ एन्ड आई हेभ समथिङ गुड फर हिम समथिङ गुड आई एम प्लानिङ है त I am so excited guys. अब गिफ्टको पाला देख्छु Okay. हम फाड़ देंगे जूस पिला दो मौसमी का। ये देख सकते हैं ये भाई साहब लोग जो है इसी में मजा कर रहा है देखिए हाँ देखिए ऐसे ऐसे लोग छुछुंदर लोग जो है रास्ते में मिलते रहते हैं त्यो त मलाई काम लाग्दैन नोटबुक हेरेर बसेर ट्याक्कै ट्याक्कै डायरी त्यो त काम लाग्दैन मेरो जीवनमा लभ लाइफ लेखे आएन के त यता कुन के त यो पनि लेखे आएन मेरो तिम्रो जीवनमा एउटा क्रस छ रे मैले थाहा पाएको यसबाट आउने के नाम हो यु क्यान रिभिल नो प्रब्लम होइन नाम के हो मैले बिर्सेँ क्या यसबाट आउने सर्लिन छेत्री सलिना को सलिना आई डोन्ट नो हु इज सलिना यु मिन सलिना गोमेज Hello, you two couples are like you. तू ना सिंगल ही मरेगा So single holiday खेल्नु भयो भने पनि डायरी कप अनि इयरिङ्सहरु पाउनुहुन्छ अच्छा यसमा के मैले के गर्नुपर्छ अब यसमा के गर्नुपर्छ भन्दा यो डाइसको गेम हो हजुर। सो यो व्हाइट वालामा दुईटा डाइसमै एच आउनु पर्यो दुईटा एच आयो या सिमिलर नम्बर आयो भने पकाउनु छ अनि सेम गोज विथ दैट यसमा सबैमा अनर लेखेको आयो त्यसरी खाल्दाखेरि यसमा एच ओ एन ओ आर सबै माथि आउनु पर्यो आयो भने पनि कपल अनि डाइस लगाउँछ जे चुज गर्नुहुन्छ त्यही ए फोन चाहिँ हैन त्यो चाहिँ कपलहरुको लागि कपल चलाउनु भने यसमा वाच वी आर कपल अगेन ये कुनु we are कपल ओके घुमाएर खानु पर्यो कुनु नसम्म त म त पुछि टाढो माथिदेखि तलसम्म एकैचोटि के खरे यो बल चाहिँ खानु ओके ओके सट्टा मार फास्छ यो त आउला नि ए सम्भव दुईटा लिमिस भयो सो हजुरले किरिङ पाउनुहुन्छ है किरिङ? हजुर चापी राख्नुलाई लियो हजुर भाइ नाम भनिदिनुहोस् न त्यस काम उतै काम के है हजुर। ल हिँड हैन ल तिमी केले गर्ने हो त पहिला हजुरले नि ट्राई गर्नुहुन्छ है हजुर हुन्छ ल ल तिम्रो पालो कुन कुनको पालो तिमीलाई आज फोनै गर्छु ल यो कप पाउँछ है कपल लिएर आउनु भने फेरि यही गेममा यसमा चाहिँ वाच पाउँछ यसमा चाहिँ फोन हाम्रो लेटेस्ट मोडल X90 पाउनुहुन्छ यसमा चाहिँ के गर्नु पर्यो यसमा 2 लिटरको एच आउनु पर्यो यहाँ फाल्दाखेरि कप पाउनुहुन्छ या सिमिलर कसैले पायो पायो 4 जनाले पाइसक्यो आमामामा ल ल ल जो एउटा त बोलाउ साथीलाई खेलाउने ओम चामुण्डा एम वाइ झन्डा आइदिरह्यो कुन्दन त अब के परेन कुन्दन अब नेक्स्ट यसमा चाहिँ अनर आउनु अब अनरै हुन्छ यसमा चाहिँ कुन मन्त्र हाल्ने भन्नु त ओम मङ्गलम भगवान विष्णु आफू अब पर्छ के पर्छ हजुरले नि किरिङ पाउनुहुन्छ ल हाम्रो तर्फबाट नाम नाम कुन्दन बस्ने तिम्रो नम्बर देखाऊ मेरो नम्बर के को नि
ए थ्याङ्क यू जर्सी नम्बर ए जर्सी नम्बर 7379 फोन गरेर ओके सक्यो हजुर त्यही भने मैले नि ल है मार्केटमा आइयो मार्केटमा घुमे मोमो हो क्या खोइ कहाँ बेच्ने अङ्कल रे है मलाई त है यस्तो बुढो देखिँदैन Oh, damn, man. Sorry, uncle. भिडियो त हुन्छ लेट्स चेक इट है हेर है त